अहिले चाहिँ हाम्रो यहाँ भरे साकेलाको लागि चाहिँ हामीले यहाँ टेन्ट गाड्दैछौँ। यहाँ हेर्नु आउने अथवा हेर्नु आउने अनि यहाँ बसेर मनोरञ्जन लिनेहरूलाई चाहिँ हामीले यहाँ घर बनाइदिँदैछौँ। एउटा घर यहाँ बनिसकेको छ अनि अर्को घर यहाँ रेडी गर्दैछौँ। यो चाहिँ ठुलो छ। पट्टि राख्नु पर्छ ल उयो नेट पोल छ नि पोल खेल्ने पोल त्यसो गर्दा हुन्छ। अनि हाम्रो फाइनल लुक चाहिँ हाम्रो यो टेन्टको फाइनल लुक चाहिँ यस्तो देखिँदैछ। यो चाहिँ फाइनल लुक छ। यो चाहिँ फाइनल लुक छ हाम्रो टेन्ट लगाइसकेपछि यतिको ठुलो अनि यतिको राम्रो देखिन्छ। देखियो है त। अब हाम्रो सेकेन्ड टेन्ट पनि यो चाहिँ हाम्रो सेकेन्ड हो। दोस्रो यो पनि हामीले लगाइसक्यौँ लगभग अब ल्याएर चेयरहरू राख्नु थोरै छ। त्यसपछि हामी टेन्टलाई रेडी गरिसक्छौँ अनि हामी अब यहाँ पूजा गर्ने सामानहरू राखेर हामी सबै रेडी गर्नेछौँ। त्यसपछि भनेको अरू ल ख्यालठट्टा गर्दै रमाइलो गर्दै भए पनि हाँसो रमाइलो गर्दै भए पनि होइन। यो दोस्रो पनि लगाइसक्यो। त्यहाँ भयो यो मेरो मात्र तान्नु पर्छ फेरि चुडाइयो भने राख्यो हो के ननिकाल्ने है। हाम्रो भरे यो के अरे यो हलो अब हलो चाहिँ हामीले यहाँ अहिले रेडी गरिरहेको छौँ। यहाँ राखिसकेको छौँ सेटअप गरिसकेको छौँ। सेटअप गरेको छैनौँ। यो चाहिँ जस्ट अहिले हामीले अनलोड गरेर ल्याएर यहाँ राखिरहेको छौँ। अहिले एकछिनबाट हामी यसलाई चाहिँ राम्रो ठाउँमा लगेर यसलाई मजाले सजाउने छौँ। यो चाहिँ सजाउनको लागि हो। हाम्रो यहाँ एउटा मलो पनि रेडी छ। यहाँ हाम्रो भए चाहिँ मलो लाएर चाहिँ हामी यो हलोमा राख्ने चाहिँ यताको मान्छेलाई हो। अनि यहाँ हाम्रो अङ्कलले जाँतो पनि छ हामीसँग। यहाँ हामीसँग ढिकी छ अनि हलो छ, हामीसँग जाँतो छ। सबै हाम्रो चाहिँ यो आफ्नै अर्ग्यानिक मेड हो। यहीँ हाम्रो अङ्कल पापा कोपा जति पनि अनुभावीहरू हुनुहुन्छ उहाँहरूले बनाउनु भएको यो चाहिँ सबै हाम्रो यहाँ हुन गइरहेको 2082 सालको साकेला उभौलीमा म यहाँ उपस्थित भइसकेको छु र तपाईँहरूलाई पनि म यो भिडियो मार्फत तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। सो आज यहाँ हुन गइरहेको उभौली साकेलामा हामीसँग रहनुहुने धेरै पाहुनाहरू हुनुहुन्छ। हाम्रो यहाँ मिशिगन स्टेट मात्रै नभएर अरू स्टेटबाट पनि आउनुभएको छ। उहाँहरू रेडी भइसक्नु भएको छ। अब हामी केही छिनपछि लगभग हामी हाम्रो आजको उभौली हामी सुरु गर्नेछौँ। तर त्योभन्दा अघि चाहिँ हामी अब यहाँ हाम्रो अतिथि पाहुनाहरूलाई आसन ग्रहण गर्नको लागि हाम्रो उहाँ बले अङ्कल रेडी भइसक्नु भएको छ।
अनि हामी अतिथिहरूलाई आसन ग्रहण गरिसकेर अनि हामी साकेलाको पूजा सकेर हामी हाम्रो सिल्लीहरू प्रस्तुत गर्ने तयारीमा रहनेछौँ भन्ने तपाईँहरूलाई म यस भिडियो मार्फत जानकारी गराउन चाहन्छु। र आजको हाम्रो उभौली साकेलाको इभेन्टमा चाहिँ हाम्रो सर र म तपाईँहरूलाई आज यहाँ के छ, कसरी हामीले के गरेको छौँ र कसरी रेडी गरेको छौँ भनेर तपाईँहरूलाई यस भिडियो मार्फत म सर देखाउन चाहन्छु। र आजको हाम्रो चाहिँ यो गेट रहेको छ मेन इन्ट्रेन्स हाम्रो। यसरी हामी सम्पूर्णलाई हामी यसरी स्वागत गर्नेछौँ। त्यसरी नै हामी यहाँबाट स्वागत गरेर चाहिँ हामी पर हाम्रो साकेला थान रहेको छ, तपाईँहरूलाई यस भिडियोमा म एकछिन पुऱ्याउँछु। ल अब अहिले चाहिँ हामीले थान पनि रेडी गरिसक्यौँ। अब यसरी डोरीले बाँधेर यसरी नाच्ने ठाउँ पनि बनिसकेको छौँ। अब अहिले यहाँ पूजा गर्नको लागि थान रेडी भइसकेको छ। अनि अब हामी केही छिनपछि सुरु गर्नेछौँ। तर अहिलेको आजको मौसमले अलिकति धोका देला जस्तो भइरहेछ। यहाँ देख्न सक्नुहुनेछ यस भिडियोमा आजको वेदर अलिकति पानी अलिकति हावा हुन्डरी भएको जानकारी जनाउन चाहन्छु। पानी पनि परिरहेको छ सिमसिम अनि हावा हुन्डरी पनि भइरहेको छ। र हामीले यो थान बनाइसक्दाखेरि भर्खरै पानी पर्न सुरु भएको छ। तर अहिले हामीसँग चाहिँ यहाँ हामी अहिले यहाँ धेरै मान्छे भेला हुन सकेको छैनौँ, किनभने आजको यो वेदरले गर्दाखेरि। अनि हाम्रो यहाँ बाङा, हेलो बाङा, अनि हाम्रो बाङा पनि यहाँ आइसक्नु भएको छ। ल बाङा, आजको यो साकेलामा रेडी भएर आउनु भएको छ।
स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँहरूलाई मोस्ट वेलकम भन्न चाहन्छौँ हामी मिशिगनमा। हाम्रो यो स्वागत वाली हो हाम्रो मिशिगनको। झर्झ्याबाट हुनुहुन्छ। सभापतिको आसन ग्रहण गरिदिनु हुन म हाम्रा मिशिगन बुद्धिस्ट किरावाका अध्यक्ष विजय राईजीलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी समाजका तापसिङ यहाँ जुवानजी थाम राईज्यूलाई पनि पगाडी र छासा बाँडिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु र हाम्रा मिशिगन बुद्धिस्ट किरावाका सिली आन्फा साधुमी राईज्यूलाई पनि यस प्राङ्गणमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी बुद्धिस्ट कम्युनिटी अफ मिशिगन बीसीएमबाट पनि रिप्रेजेन्टेटिभ देखिरहेको छु र बीसीएमका अध्यक्ष देखिरहेको छु। उहाँलाई पनि यस प्राङ्गणमा उपस्थित भइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हाम्रा समाजका गर्न चाहन्छु हाम्रो बुवाहरूलाई सन्तोषको लागि म यस प्राङ्गणमा हाम्रा समाजका वरिष्ठ जुवानजी यहाँ वरिष्ठ पापसुङ थाम हाङलिङ राईजीलाई म यस प्राङ्गणमा यस मञ्चमा बोलाउन चाहन्छु। Angomno mga khangni puni niki anpoda laklu kaba chammu kaba zara chati asika pemne puni
बर्थडे मुरी आसिका पेम्ने पुनिङ संगा बोक्छामी रेप सुरेम नाचा छकु खप्चा नानपु खप्चा गोयङ छमा पुछमा ओडाङे नानपु याने आलङने सेवा सबैजनाले ताली जना जति पनि उपस्थित पाहुनाहरू हुनुहुन्छ तपाईहरु यस आजको यस साकेवा कार्यक्रममा आफ्नो समय मिलाएर र जति पनि तपाईहरु समय मिलाएर आउनु भएको छ तपाईहरुको कसैको सायाधामा यानि कि शिर नडलोस् भनेर यस प्राङ्गणबाट यस मञ्चबाट बिदा लिइसक्नु भएको छ। अब यहाँ चाहिँ हाम्रो खाना सर्भ हुँदैछ हैन, लन्चहरू छ। उहाँ पाहुनाहरू जो आउनु भएको छ आज बलि साकेलामा उहाँहरूलाई खानेकुरा हामी यहाँ खाने समय भएको छ, लन्च टाइम भएको छ। आफ्नै अर्ग्यानिक हो यो, आफ्नै हातले यो धेरै भयो होला हौ अलि के ठिकै छ, अलिकति गाड्नु ल ल ल तिमीलाई खाऊ न। ऊ बहिनीसँग खाऊ न सेयर गरेर।
2082 सालको हाम्रो साकेला उभौली यस्तै भयो। हामीले पूर्ण कोसिस गरेका छौँ कि आगामी वर्षहरूमा अझै राम्रो होस्, अरू नयाँ शैलीहरू लिएर आउन सकौँ, तपाईँहरूलाई मनोरञ्जन गर्न सकौँ भन्ने चाहिँ आशा गरेको छौँ। अनि अब तपाईँहरूलाई कस्तो के लाग्छ यो भिडियो हेरेर प्रतिक्रिया दिनुहोला। अनि हाम्रो माक्पाहरूले आज पनि यारी काटिसक्नु भएको छैन। अनि अब लगभग सक्नु आँट्नुभयो। त्यस पछाडि हामी अन्तिम सिल्ली गर्नेछौँ सबै मिलेर, सबै मिलेर। अनि त्यसपछि हामी यस वर्षको 2082 सालको साकेला उभौली हामी अन्त्य गर्नेछौँ र तपाईँहरूलाई फेरि पनि अरू अन्य भिडियोमा भेट्ने बाचा गर्दै यस भिडियो आजको भिडियोबाट चाहिँ म बिदा चाहन्छु। नमस्ते।